नमस्कार दर्शकवृन्द, म फेरि एकपटक नयाँ अपडेटसहित तपाईहरूमाझ उपस्थित भएको छु। देशभर जारी प्रतिनिधि सभा निर्वाचनको मतगणना लगातार चलिरहेको छ। अहिलेको अवस्थामा कुन क्षेत्रमा कसले जित्दैछ, कसले हार्दैछ, कसको अग्रता छ र कुन दलले कति स्थानमा आफ्नो पकड बनाइरहेको छ भन्ने सम्पूर्ण जानकारी लिएर म यहाँ उपस्थित भएको छु। अहिलेको चुनावी परिणामलाई नजिकबाट हेर्ने हो भने नेपालका पुराना ठूला राजनीतिक दलहरू निकै कमजोर अवस्थामा देखिएका छन्। वर्षौंसम्म राजनीति नियन्त्रणमा राखेका दलहरू यसपटक भने निरन्तर पराजय भोगिरहेका छन्। अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रासोपाले भने देशभरि आश्चर्यजनक रूपमा ठूलो सफलता प्राप्त गरिरहेको देखिन्छ। धेरै क्षेत्रमा रासोपाका उम्मेद्वारहरू विजयी भइरहेका छन् भने धेरै ठाउँमा फराकिलो अग्रता कायम गरिरहेका छन्। यही परिणामले गर्दा पुराना दलभित्र पनि अब आत्मसमीक्षा गर्नुपर्ने आवाज उठ्न थालेको छ। यसैबीच नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नै निर्वाचन क्षेत्र रूपन्देही 2बाट ठूलो मतान्तरले पराजय बेहोरेपछि पार्टीभित्र नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। उनी करिब 43,000 मतान्तरले पराजित भएका हुन्। विगतमा एमालेको विधान महाधिवेशनदेखि लिएर पार्टीको महाधिवेशनसम्म पनि उनले नेतृत्वको विषयमा खुला रूपमा कुनै असन्तुष्टि व्यक्त गरेका थिएनन्। केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको विधान संशोधन हुँदा समेत उनले विरोध नगरी समर्थन गर्दै आएका थिए। तर आफ्नै क्षेत्रमा यति ठूलो पराजय भोगेपछि भने उनले अहिले पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। यसलाई धेरैले ढिलो आएको चेतना भनेर पनि टिप्पणी गरिरहेका छन्। उता नेपाली कांग्रेसको अवस्था पनि सन्तोषजनक देखिएको छैन। पार्टीभित्र विशेष महाधिवेशन गरेर शेरबहादुर देउवालाई नेतृत्वबाट हटाइयो र युवा पुस्तालाई अगाडि ल्याउने भन्दै गगन थापालाई नेतृत्वमा ल्याइयो। कांग्रेसले गगन थापाको नेतृत्वमा चुनावमा भाग लियो, तर चुनावी परिणामले कांग्रेसलाई पनि ठूलो झट्का दिएको छ। सर्लाही 4बाट उम्मेद्वार बनेका गगन थापा आफै पनि हारतर्फ उन्मुख छन्। यस्तै मोरङ 6बाट चुनाव लडेका डाक्टर शेखर कोइराला पनि फराकिलो मतान्तरले पराजित भइसकेका छन्। यसले कांग्रेसभित्र फेरि अर्को आन्तरिक बहस सुरु हुने संकेत देखाएको छ। अहिलेसम्म 165 निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले 33 स्थानमा स्पष्ट जित हासिल गरिसकेको छ। त्यस्तै 86 स्थानमा उनीहरू अग्रतामा छन्। यदि यी अग्रताहरूलाई अन्तिम परिणामसम्म कायम राख्न सके रासपाले प्रत्यक्षतर्फ मात्रै 119 सिट जित्ने सम्भावना देखिएको छ। समानुपातिक तर्फ पनि उल्लेख्य मत आउने संकेत भएकाले 2/3 बहुमतको सम्भावना पनि बलियो देखिएको छ। नेपाली कांग्रेसले अहिले 6 स्थानमा जित हासिल गरेको छ भने 9 स्थानमा अग्रता कायम गरिरहेको छ। यदि ती सबै अग्रतालाई अन्तिम परिणाममा जितमा परिणत गर्न सके कांग्रेसले करिब 15 सिट जित्ने देखिन्छ। उता नेकपा एमालेले निकै कमजोर प्रदर्शन गरेको देखिन्छ। एमालेले अहिलेसम्म 2 स्थानमा मात्रै जित हासिल गरेको छ, 9 स्थानमा अग्रता कायम गरिरहेको छ। यदि ती सबै अग्रता सुरक्षित भए एमालेले जम्मा 11 सिट जित्ने सम्भावना देखिन्छ। त्यसैगरी नेकपाले 2 स्थानमा जित हासिल गर्दै 8 स्थानमा अग्रता कायम गरेको छ। यदि ती सबै अग्रतालाई सुरक्षित गर्न सके उनीहरूले करिब 10 सिट जित्ने सम्भावना छ। नयाँ राजनीतिक दलको रूपमा देखिएको श्रम संस्कृति पार्टी, जसको नेतृत्व हर्क साम्पाङले गरेका छन्, त्यसले पनि अहिले 4 स्थानमा अग्रता कायम गरिरहेको छ। यदि ती सबै अग्रतालाई जितमा बदल्न सके हर्क साम्पाङको पार्टी पनि संसदमा प्रतिनिधित्व गर्न सक्ने देखिन्छ। उता राष्ट्रिय प्रजातन्त्र पार्टी अर्थात् राप्रपाको अवस्था भने झनै कमजोर देखिएको छ। अहिले राप्रपाले देशभरि जम्मा 1 स्थानमा मात्र अग्रता कायम गरेको छ, त्यो पनि जुम्ला जिल्लामा। त्यहाँ राप्रपाका उम्मेद्वार ज्ञानेन्द्र शाही अग्रतामा छन्। अघिल्लो निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए। अहिलेको परिणाम हेर्दा सम्भवतः राप्रपाको अस्तित्व जोगाउने एकमात्र सांसद ज्ञानेन्द्र शाही हुने सम्भावना देखिएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन झापा 3बाट हारको संघारमा पुगेका छन्। पार्टीका धेरैजसो नेताहरू पनि पराजयतर्फ उन्मुख देखिएका छन्। जुम्लामा भने देशभर चलेको रासोपाको लहर त्यति प्रभावकारी देखिएको छैन। त्यहाँ ज्ञानेन्द्र शाही निकै लोकप्रिय देखिएका छन्। रासोपाकी उम्मेद्वार विनिता कठायतले त्यहाँ जम्मा करिब 300 मत मात्र प्राप्त गरेकी छन्। काठमाडौँ 1मा पनि निकै रोचक प्रतिस्पर्धा भएको थियो। त्यहाँ पटक पटक उम्मेद्वार बनेका रविन्द्र मिश्र यसपटक पनि पराजित भएका छन्। उनी रासोपाकी उम्मेद्वार रन्जु दर्शनासँग पराजित भएका हुन्। यो उनको तेस्रो पराजय हो। यसपछि उनले राप्रपाबाट राजीनामा दिने निर्णय गरेका छन्। उनले फेसबुक मार्फत आफू अब राप्रपाको कुनै पदमा नरहने र साधारण सदस्य समेत नरहने बताएका छन्। यद्यपि उनले आफ्नो विचार देशभन्दा माथि नरेशलाई भने निरन्तरता दिने बताएका छन्।
मधेसवादी दलहरूको अवस्था पनि अहिले निकै कमजोर देखिएको छ। मधेसको राजनीतिमा प्रभाव राख्ने भनिएका उपेन्द्र यादव, सीके राउत, राजेन्द्र महतो, महन्त ठाकुर जस्ता नेताहरू अहिले कतै पनि प्रभावशाली देखिएका छैनन्। उनीहरूको पार्टीले अहिलेसम्म प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेको छैन। समानुपातिक मतमा पनि उनीहरू कमजोर देखिएका छन्। मधेसका जनताको मुद्दा उठाउने नाममा पटक पटक सत्ता र मन्त्री पदमा पुगे पनि जनताको समस्या समाधान नगरेको आरोपका कारण यसपटक मधेसका मतदाताले ती दलहरूलाई कडा सन्देश दिएका छन्। अहिलेको अवस्थामा ती दलहरू लगभग राजनीतिक रूपमा ध्वस्त जस्तै देखिएका छन्। यसपटकको चुनावले संसदको स्वरूप नै परिवर्तन हुने सङ्केत दिएको छ। अघिल्लो संसदमा रहेका धेरैजसो नेताहरू यसपटक संसदमा देखिने सम्भावना कम छ। करिब 90% जति नयाँ अनुहार संसदमा देखिन सक्ने अनुमान गरिएको छ। स्वतन्त्र उम्मेद्वारहरू पनि केही स्थानमा विजयी भइरहेका छन्। म्याग्दीबाट महावीर पुनले ठूलो मतान्तरले जित हासिल गर्दै पहिलो पटक संसद प्रवेश गर्ने सम्भावना देखिएको छ। झापा 5 मा पनि निकै रोचक प्रतिस्पर्धा भएको छ। त्यहाँ बालेन शाहले अहिले 42,543 मत प्राप्त गरिसकेका छन् भने केपी शर्मा ओली करिब 11,427 मतमा सीमित देखिएका छन्। यसले ओलीको हार लगभग निश्चित भएको सङ्केत दिएको छ। यदि यही परिणाम कायम रह्यो भने बालेन शाह त्यहाँबाट विजयी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव अझै बलियो हुने देखिन्छ। जहाँ एमाले र कांग्रेसबीच प्रतिस्पर्धा छ त्यहाँ मतान्तर कम देखिन्छ, तर जहाँ रासोपा अगाडि छ त्यहाँ भने ठूलो मतान्तरले अग्रता कायम गरेको देखिन्छ। यसरी परिणामहरू अगाडि बढ्दै जाँदा अब सरकार गठनको चर्चा पनि सुरु भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो देखिएको छ। अब मुख्य प्रश्न भनेको सरकार बनेपछि रासोपाले जनताको अपेक्षा कसरी पूरा गर्छ भन्ने हो। चुनाव अघि नै रासोपाको सभापति रवि लामिछानेले स्वर्णिम वाग्लेलाई बजेट तयार पार्न सङ्केत दिएका थिए। त्यसैले सम्भावित अर्थमन्त्रीको रूपमा स्वर्णिम वाग्लेको नाम चर्चामा छ। अब कुन कुन मन्त्रालय कसले सम्हाल्ने, सरकारमा कस्ता व्यक्तिहरू आउने, कति रोजगारी सिर्जना हुन्छ, शिक्षा र स्वास्थ्य क्षेत्रमा कस्तो सुधार हुन्छ, यी सबै कुरा अब सरकार बनेपछि मात्र स्पष्ट हुनेछ। जनताले यसपटक पुराना दलहरूलाई कडा सन्देश दिएका छन् र नयाँ दललाई ठूलो जिम्मेवारी दिएका छन्। यदि यो जिम्मेवारी राम्रोसँग निभाइयो भने आगामी निर्वाचनमा अझै ठूलो समर्थन प्राप्त हुन सक्छ। तर यदि जनताको अपेक्षा पूरा गर्न सकिएन भने आगामी चुनावमा यही जनताले फेरि अर्को निर्णय पनि गर्न सक्छन्। अहिलेलाई यति नै। हामी निरन्तर मत परिणामका अपडेट लिएर तपाईहरू सामु आउनेछौँ। अर्को अपडेट सहित फेरि भेट्नेछौँ। नमस्कार।